अन्तिम पटक आचार्यले परिमार्जन गरेर राखेको क्वेसन प्याटर्न जो 20 वटा 10 वटा रिडिङ 10 वटा लिसनिङ छ त्यसको आधारमा तयारी गरेको छ। यसमा चाहिँ यो चाहिँ फेरि हामीसँग भएको बुककै क्वेसन हो। यसमा खासै त्यति परिमार्जन नयाँ फेरा चाहिँ छैन। हामीले जुन बुक बनाएका छौँ त्यही बुकमा एउटा जम्मा 2 वटा क्वेसन चेन्ज भएको छ। एउटा 3 नम्बरमा आउने प्रश्न र एउटा 28 नम्बरमा आउने प्रश्न, 2 वटा कहाँ रहेछ त? एउटा 3 नम्बरमा र एउटा 28 नम्बर। 28 नम्बरको लिसनिङमा 28 नम्बरको लिसनिङ पनि हामीले गर्न चाहिँ क्लासमा अलमोस्ट गरेको क्वेसन हो। त्यो खासै नयाँ होइन त्यो, किनकि हामीले लिसनिङको प्रायः त्यो 35-36 मा पुरानो प्याटर्नको 35-36 मा हामीले त्यो टाइपको क्वेसन राखेर गर्थ्यौँ। अहिले चाहिँ त्यसलाई 28 नम्बर ल्याएर राखेको छ। त्यसमा पनि केही नयाँ छैन कि एउटा मात्र के छ त उसले अप्सन पनि भन्छ क्वेसन पनि भन्छ हो। पहिला क्वेसन भन्छ र 3-4 वटा के भन्छ अप्सन भन्छ। त्यसमध्येबाट कुन चाहिँ हो भनेर सुनेको आधारमा छान्नु पर्ने। त्यो सुनाइको इफिसियन्सीलाई बढाउनको लागि गरेको थियो। तपाईहरु सुनेर चाहिँ कतै बुझ्नुहुन्छ त हैन? प्रश्न बुझेर पनि अप्सन सहित त्यसलाई छान्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर त्यो टाइपले बनाएको क्वेसन छ। त्यसैको आधारमा आज हामीले यो तयारी गरेका छौं। ल हेर्नुस् त के रहेछ सबभन्दा पहिला यसैगरी सुरुमा यसैगरी 4 वटा चित्र नै राखेको छ। त्यसले पनि यसरी 4 वटा चित्र छ अहिले आएको प्याटर्नमा पनि। त्यसमध्ये ल एकबाट हामी गरौँ। हेर्नुस् त के रहेछ? थाम खरिमल खोगो दिएको चित्र हेरेर मान्नन थानामा मिल्ने शब्द वा मुन्जाङ्गोल वाक्यलाई खुरु सिप्सियो छान्नुहोस् भनेर भनेको छ। 1 नम्बरमा हेर्नुस् त के छ? उम्सिगुल मगको इस्सुम्निदा खाना खाइराखेको छ। यो चित्र हेर्दाखेरि के गरिरहेको देखिन्छ? खाना खाइरहेछ त छैन? के गर्दैछ त यो मान्छेहरूले अहिले? उम्सिगुल मान्दुलको इस्सुम्निदा, एउटाले काटिरहेछ, अर्कोले हेरिरहेछ, अर्कोले त्यहाँ बसालिरहेछ हो भनेपछि यो मगको इस्सुम्निदा हो त होइन? अब अर्को छ 1 नम्बरको त भएन। 2 नम्बर उम्सिगुल मान्दुलको इस्सुम्निदा खाना बनाइराखेको छ। बनाइराखेको छ त उम्सिगुल मान्दुलको इस्सुम्निदा। हेर्नुस् है यसले सल्लाह गरिरहेछ हो। यिनीहरूले त्यो पपलाई कसरी गर्ने भने उसले भनिरहेछ हो, कसरी काट्ने भने विधि हेरिरहेछ र यतातिर उनीहरूले बसालिरहेछ भनेपछि यसको मतलब के हो त? उम्सिगुल मान्दुलको इस्सुम्निदा। उम्सिगुल छुमुनहागो इस्सुम्निदा खानेकुरा अर्डर गरिरहेछ अरे। यसरी अर्डर गरिन्छ त? गरिँदैन भनेपछि यो त हुँदै भएन। र अर्को छ त उम्सिगुल फेदालहागो इस्सुम्निदा खानेकुरा के गरिरहेछ? डेलिभरी गरिरहेछ भन्छ। यो डेलिभरी हो त? त्यो पनि होइन। अब भनेपछि मिल्ने एन्सर चाहिँ कुन रहेछ त? 2 नम्बर रहेछ। 2 नम्बर हेर्नुस् त के रहेछ? ध्यानेर पहिला यहाँको ह्वानग्याङ हेरौँ हो। यहाँको वातावरण ह्वानग्याङ भनेर थाहा छ नि हैन? हामीले ह्वानग्याङ भनेका छौँ र फुनुगी भनेका छौँ। फुनुगी भनेको व्यक्तिसँगको सम्बन्धसँग रहेर राम्रो वा नराम्रो हुने वातावरण हैन? ह्वानग्याङ भनेको स्थलसँग रहेर स्थानसँग रहेर त्यहाँ हुने वातावरण, प्राकृतिक वातावरण, प्रकृतिसँग जोडिएको वातावरण के भन्छ हामीले? सफा फोहोर हो, नेम्सेगा मान्था नेम्सेगा छक्ता, सोमी मान्था सोमी छक्ता हो। यस्ता कुराहरू चाहिँ के हुन्छ नि त? ह्वानग्याङ भित्र पर्ने भए भनिसकेपछि अब यहाँको यो ह्वानग्याङलाई हेरेर यो चित्र ह्वानग्याङसँग रिलेटेड चित्र छ र के छ भन्ने कुरा हामीले भन्नुपर्ने हुन्छ। अब यहाँ के देखिन्छ त? यहाँ मान्छेले यसो गरेर काम छिदिरहेछ। त्यसको मतलब के भइरहेछ? यहाँनिर डिस्टर्ब भइरहेछ हो। यहाँ हल्ला भइरहेको छ। त्यसलाई के भन्ने त? सिकुरप्ता रे। सिकुरप्ता भने हल्ला हुनु हो भनेपछि यो मिल्दो रहेछ त? मिल्दो रहेछ। अब हेर्नुहोस् फ्यल्ली हादा। फ्यल्ली हादा भने के हुनु? सहज हुनु। सहज भएको छ त? असहज भएको छ नि उसलाई। असहज के को मानेले असहज भएको छ त उसलाई त भन्दा सो मिसिल हेछ चुम फुलफेन हानगत खायो तो यदि छोप्ता हो। के गर्नु? यो यहाँ माथि चाहिँ यो छैन ल, सुधार गर्नुहोस्। यहाँ माथि यो छैन। छोप्ता साँगुरो हुनु है। यो के हो त? यो साँगुरो हुनु। र अर्को छ त थरप्ता भने के हुनु? फोहोर हुनु। एन्सर चाहिँ के रहेछ त? एन्सर चाहिँ 1 नम्बरको सिकुरप्ता रहेछ। ले हिजो जारी गरेको नयाँ प्याटर्न अनुसार चाहिँ 3 नम्बरको प्रश्न र 28 नम्बरको लिसनिङ चेन्ज गराएको थियो नि। त्यही अनुसार चाहिँ यहाँ हेर्नुहोस् यस्तो खालकोलाई चाहिँ चेन्ज गराएको क्या। के हुने? चित्र हुने, त्यसको कुनै एउटा लेटर मिस भएको हुने, कुनै एउटा लेटर हो। त्यो लेटर मिस भइसके पछाडि त्यो चाहिँ यहाँबाट अप्सनबाट छानेर हामीले राख्नु। यस्तो टाइपको चाहिँ प्रश्न हिजो इपिएसले लास्ट टाइम
जारी गरेको प्रश्न यस्तो खालको थियो जो मैले युट्युबमा तपाईँहरूलाई हिजो पनि युपिएसले हालेको प्रश्न हालिसकेको छु। आज अब तपाईँहरूलाई यो नयाँ सेट हामी एभ्री डे चाहिँ गराइराखेको छ, तपाईँहरूलाई हामीलाई थाहा छँदैछ। यहाँ हेर्नु के छ 3 नम्बर, यहाँ एकजना मान्छे छ, यहाँ एयाक लेखेको छ हो, अनि यहाँ के छ त पेन्सनको बारेमा छ। पेन्सनलाई उसले के गर्छ, एयाक गरिरहेछ, बुकिङ गरिरहेछ। अब हामीले हेर्नु पर्यो, यहाँ ए पनि छ, हा दा पनि छ, बाँकी रहेको के छ, अब यहाँ बिचको एउटा मात्र लेटर मिस गरेको छ। त्यो एउटा लेटर चाहिँ के हुने भन्ने बारेमा चाहिँ हामीले यो 4वटा अप्सनबाट छान्नु पर्यो। हेर्नुहोस् है, एमए हादा भनेको त टु पर्चेज हो नि त, हो खरिद गर्नु हो नि त, पैसा नै तिर्नु हो नि त है। टिकट जन्य चिजहरूलाई खरिद गर्दाखेरि वा अनलाइनबाट बुकिङ गरेर पे गरेर चाहिँ टिकट लिने कुरालाई चाहिँ के हुन्छ त एमए हादा हुन्थ्यो। यो मिल्यो त? यो त मिलेन छ। त्यस पछाडि एसुप हादा र फोक्सुप हादा हामीले शिक्षासँग पढाएको छौँ नि हो। फोक्सुप हादा भनेको चाहिँ के गर्नु त दोहोऱ्याउनु, एसुप हादा भनेर के गर्नु त फेरि अगाडिको तयारी गर्नु भनेर हामीले यसरी नै पढाएको छौँ नि है। त्यो पनि होइन। अब के छ त यहाँनिर एयाक हादा हो, एयाक हादा भने के गर्नु त बुकिङ गर्नु हो, बुकिङ गर्नु हुने रहेछ। एवी हादा भनेको मर्यादित, त्यस्तो हुन्छ त हुँदैन हो। यसले अब हामीले यस्तो खालको प्रश्न सजिलो तर अलि बढी मिनिङ र त्यसमा पनि हामीले लेटर सहित राम्रोसँग अध्ययन गरेनौँ भने यो एउटा समस्या हुनसक्छ। त्यसैले तपाईँहरूले यसको बारेमा पनि अलि बढी ख्याल चाहिँ गर्नुपर्छ है। त्यस पछाडि 18 नम्बरमा त हाम्रो लिसनिङ इफिसियन्सीको चाहिँ लागि हालेको छ। सरी 28 नम्बरमा चाहिँ के गरेछ त लिसनिङ इफिसियन्सीको लागि हालेको छ। के भनेको छ त्यहाँनिर प्रश्न पनि उसैले भन्छ, 4वटा अप्सन पनि उसैले भन्छ। त्यो प्रश्नसँग उसले भनेका 4वटा अप्सनमध्ये कुन चाहिँ राइट एन्सर हुन्छ त्यो छान्नुपर्ने हुन्छ। त्यो त गरिहाल्छौँ हामीले है। हस्, अब हामी 4 नम्बरमा जाउँ। तल 4 नम्बरमा सजिलो छँदैछ। के रहेछ हेर्नुहोस् त, के हो यो? हादा हो, समुद्र हो। हादा भनेको समुद्र, खाङ भनेको नदी, फोसु भनेको ताल, अनि के छ त सान भनेको पहाड। भनेपछि यहाँ अब सबै के छ त समुद्र छ। यो समुद्रलाई के भन्नु पर्यो हामीले हादा भन्नु पर्यो। अब 5 नम्बरको झन् सजिलो छ, तिमीहरूले गरिराखेकै चिज छ होइन। के छ हेर्नुहोस् त, थामचुङ दिएको मध्ये मिचुल छिन फुगुनी अन्डरलाइन गरेको पार्टसँग मानन गसल बसलिका मिल्ने कुरा चाहिँ के हो भनेर भन्छ। 1 नम्बर हेर्नुहोस् त, माङछिरो, माङछी भनेको ह्यामरले हो, ह्यामरले मोसुल किला छारुङ निदा हो काट्छ अरे। छारुदा गर्छ त, छारुदा फ्यदा गर्छ त, यसले गर्दा के गर्छ मान्छेले त फाक्दा गर्छ, थुदुरिदा गर्छ हो। भनेपछि अनि मोसुल के हुने भयो त फाक्सम निदा गरे भयो, मिल्थ्यो। या के भयो छारुङ निदा भनेपछि मिल्यो त मिलेन। अब अर्को हेर्नुहोस् त, फिच्चारु, फिच्चारु भनेको कुचो, कुचोले फादागल सुम्निदा भुइँलाई बढाएर छ अरे। कुचोले भुइँ बढाएर छ नि त। भनेपछि एन्सर कुन हुने रहेछ त यही हुने रहेछ। अब अर्को खाल्लो, खाल भनेको चक्कुले साग्वारुल फाम्निदा, फाम्निदा फादा, फादा भने के गर्नु बेच्नु। भनेपछि अब हेर्नुहोस् है, चक्कुले स्याउलाई बेच्छ अरे हो, मिल्छ त। फेरि होमुल फादा भनेको नि बेच्नु हो त, होमुल फादा पनि पढाएको छ नि। के त्यो भनेको चाहिँ खोबिल्डो पार्नु, पाल पार्नु होइन, फेरि त्यो त खुमङ्गुल तुल्दा हो। खुमङ्गुल तुल्दा भनेको चाहिँ पाल पार्नु, अनि उतातिर नछेडिने गरी बाहिर मात्रै कोट्याएर निकाल्ने कुरालाई चाहिँ के भनिन्छ त खोबिल्डो पार्ने कुरालाई चाहिँ के भन्छ त होमुल फादा हुन्छ है। त्यो पनि याद गर्नुपर्छ। अब तर यहाँनिर त्यो टाइपको आएको होइन, यहाँ त के छ चक्कुले स्याउलाई बेचिदिन्छ अरे, बेचिदिन्छ त बेचिदिँदैन। अब के छ त फेरि अर्को योङजब किरो, योङजब किद्वारा, योङजब कि भनेको वेल्डिङ मेसिन, वेल्डिङ मेसिनद्वारा साङजारुल फोजाङ हाम्निदा, वेल्डिङ मेसिनले के गर्छ त बाकसहरूलाई चाहिँ प्याकिङ गर्ने काम गर्छ त। त्यो पनि गर्दैन। के गर्छ वेल्डिङ मेसिनले त हो योङजबुल हाम्निदा अर्थात् खुम्सोगुल के गर्छ त्यसले चाहिँ फुचिम्निदा गर्छ। खुम्सोगुल के गर्छ फुचिम्निदा टास्ने काम गर्छ। हामीले त्यही पढायो होइन। भनेपछि यो मिल्यो त मिलेन। भनेपछि मिल्ने कुन रहेछ त 2 नम्बर रहेछ। एन्सर कति रहेछ 2 नम्बर रहेछ। त्यसभन्दा पछाडि यहाँनिर यो उल गर्नु ल, त्यहाँनिर उल त उल तर यस्तो उल भए जस्तो लाग्छ मलाई है। त्यसलाई त्यस्तो उल गर्नुहोस्। अब के रहेछ हेर्नुहोस् त, फादागा मुजक, मुजक भनेको
अत्याधिक मेउ भनेको यो मुजक भनेको के हो त मेउ मेउ भनेको अत्याधिक ज्यादै मुजक भनेको के पनि के त त्यही मेउ भनेको अत्याधिक हो आजु भनेको हो ज्यादै भनेको है आरुम थाउमुल मुजक आरुम थाउमुल कयो हो अब यहाँ हेरौँ है लउल कयो भनेर हामीले पढ्यौँ नि के छ लउल क ए यो पढ्दाखेरि के पढ्या यो जहिले पनि केसँग लाग्छ थोङसासँग लाग्छ भन्यो भने होइन थोङसासँग तर आरुम थाप्ता भनेको थोङसा हो त के हो त आरुम थाप्ता भनेको हो ह्याङसा अब ह्याङसा हो भने अनि अब यो मिल्यो त मिलेन नि त हो के भयो यो त मिलेन अब यहाँ अरू कुनै बिग्रेर हो त लगाउनु पर्ने कन्डिसन बिग्रेर हो नि त हो किन लौल कयो भन्ने बित्तिकै केसँग मात्रै लाग्छ यो जहिले पनि थोङसासँग पनि लागेर भविष्यमा हुने योजना वा भविष्य हुने सम्भावनालाई जनाउँछ भनेर पढायो नि हामीले होइन भनेपछि यो मिल्यो मिलेन अब अर्को हेर्नुहोस् है सिरेगिनन फोर चाहिँ फोङथुए न आया हेयो न आया हेयो हो के गर्नुपर्छ त हो न था हामीले आ अ य को नियम अनुसार के भनेको छ हामीले के भनेका छौँ अन्तिम भवेल केमा छ भनेदेखि त आ र ओ मा छ भने आ गर्ने बाँकी छ भने के गर्ने अ गर्ने अब बाँकी फुल्किजुकै छ फेरि तिनीहरू त यी नियमभन्दा बाहेक भइहाल्छ है भनेपछि यो मिलेछ त के भएको भए मिलेको छ यहाँनिर हो यसलाई चाहिँ न अ या गरे भए चाहिँ मिल्दो रहेछ फेरि है अब यो मिल्यो त मिलेन नि अब अर्को हुन्छ है छन्यके साँझमा फुलको गिरुल मान्दुल्यको हेयो हो मिल्छ छन्यके साँझमा फुलको गिरुल फुलगोगीलाई मान्दुल्यको हेयो र्यको उर्यको पढाएको छौँ नि हामीले हो मिल्छ मिल्छ नि त हो के हुने भयो त त्यसमा चाहिँ मिल्ने भयो अब यो चाहिँ हेर्नुहोस् है छङ्सो आगि जाने सफा गर्नुभन्दा अगाडि छाङमुनुल य रु अ या द्वयो के त हो यो हुन्छ त होइन भनेपछि य र या द्वयो हुनुपर्छ नि है भनेपछि अब मिल्ने एन्सर कुन रहेछ त 3 नम्बर रहेछ त्यस पछाडि हामी अब 7 नम्बरमा छौं के रहेछ 7 नम्बर हेर्नुस् त स्विचे ह्यन्जे साङथेरुल अब पहिला माथि हेर्नुस् त इ फ्योजेनुन मुसुन तुसामनिका अर्थात मुसुन तुसिननिका यो फ्योजीको अर्थ चाहिँ के हो नि भनेर भन्छ के गरेको छ हेर्नुस् त यो त सबभन्दा पहिलो कुरा त अब नर्मली बुझ्नु पर्यो खुम्जी हो के भो खुम्जी भो किनकि यसरी वन भित्र अर्थात गोलाकार भित्र काटेको छ भने त्यो के हुन्छ खुम्जी हुन्छ भनेर हामीले पढाएको छौं हैन भनेपछि अब यो त खुम्जी त भइहाल्यो तर के को खुम्जी त भन्ने बारेमा यहाँनिर हेर्नु पर्यो है स्विचिए ह्यन्जे साङथेरुल फाकुजी मासेयो के को स्विचिए स्विचको ह्यन्जे वर्तमान साङथेरुल अवस्थालाई फाकुजी मासेयो परिवर्तन नगर स्विच अहिले यस्तो अवस्थामा छ या यो सिधा छ हो यो स्विचलाई यता लैजाने वा यता लाउने काम नगर भनेर यसले भने हो नि त भनेपछि यो मिल्दो रहेछ अब अर्को हेर्नुस् त माक्तेगी भनेको लौरो वा लट्ठी हो के रहेछ त माक्तेगीलाई अर्थात लौरोलाई खन्दजी मासेयो नहल्लाउ रे यो लौरो हो त होइन नि त लौरो होइन नि हो त लौरो जस्तै स्विच चाहिँ हो हेर्दाखेरि त लौरो जस्तो त देखिन्छ तर त्यो के हो त स्विच हो नि त भनेपछि यसले लौरोलाई नहल्ला भने हो त होइन ल अर्को हेर्नुहोस् है मुरुल सायोङ हेस पानीको प्रयोग गरेर फुरुल कुची मासेयो हो फुरुल कुची मासेयो के भनेको आगो ननिभाउनुस् हो के को प्रयोग गर त्यो अस्ति हामीले पढाएको थियो नि कस्तो हुन्छ त्यसमा चाहिँ बाल्टीले पानी फाले तल आगो हुन्छ त्यहाँबाट काटेको हुन्छ त्यो चाहिँ के हुन्छ त फेरि मुरुल सायोङ हेस फुरुल कुची मासेयो भन्ने हुन्छ अब यहाँ हेर्नुहोस् खिगेना मुल्छे मसिन वा खिगे भनेको मसिन वा मुल्छे भनेको पदार्थ वा वस्तुमा के नगर्नु त वस्तुभित्र सोनुल नछि मासे हो हात नहाल्नुहोस् त्यसको के हुन्छ एउटा गिलास जस्तो भाँडोमा हात हाल्न लागेको ठाउँमा काटेको हुन्छ नि हैन
भनेपछि यो हो त त्यस्तो चित्र छ त छैन भनेपछि यो पनि मिल्दो रहेछ त मिल्दो रहेछ मिल्ने चाहिँ कुन रहेछ त 1 नम्बर रहेछ ल हामी 8 नम्बरमा पुगेका छौं 8 नम्बर के छ हेर्नुस् त ठाउँ थाना वा दिएको शब्दसँग फिसुदान मारन भूमिका समानार्थी शब्द कुन हो भन्छ हो अथवा सिमिलर मिनिङ कुन हो सिनोनिम कुन हो भनेर भन्छ अब यहाँनिर हेर्नुस् के रहेछ सबभन्दा पहिला माथि हेरौँ भन्दा तल हेरौँ है के रहेछ त सुलबाल आधा भनेको प्रस्थान गर्नु हो अनि छोवा आधा भनेको के हुनु राम्रो लाग्नु मन पर्नु हो राम्रो लाग्नु अनि सिरा आधा भनेको मन नपराउनु वा घृणा गर्नु हो घृणा गर्नु र छेउन आधा भनेको सहयोग गर्नु ल अब यहाँ हेर्नुहोस् है के भन्छ माथि छ वन्जो हादा है एउटा टपिकमा तिमीहरूले खुलमा मैले त्यो खोल राखेको थिएँ नि अस्ति न हाङ्गो कोरिया चाहिँ यजने अहिले चाहिँ वन्जोरुल फान्नन नारायस सहायता लिने देशबाट इजेनुन अथवा ह्यमजेनुन अहिले चाहिँ वन्जोरुल हानन नारारो फाक्कै सुम्निदा भनेर पढाएको थिएँ हैन सहायता दिने देशको रूपमा के भएको छ त बदलिएको छ वा परिवर्तन भएको छ भनेपछि वन्जो आधा भने के रहेछ त सहयोग गर्नु के रहेछ सहयोग गर्नु भनेपछि एन्सर कुन भयो त्यसको फिसुदानमा हो के हुने भयो त सियोन आधा सहायता गर्नु सहयोग गर्नु बुझिन्छ ल अब अर्को हेर्नुहोस् त्यसो बुझिन्छ भने समय खर्च नगर्नु थाम थाना वा फान्दै मारन मौसमिका दिएको शब्दसँग फान्दै माल अपोजिट मिनिङ चाहिँ के हो त भनेर भनेको छ पहिला तलबाट जाउँ हामी के छ हेर्नुहोस् छारिरुल याङ्बो हादा सिट खाली गर्नु हो सिट वा के त ठाउँलाई के गर्दिनु त खाली गर्नु है अर्को छ बोजा राधा भनेको अभाव हुनु हो अभाव वा अपुग हुनु है बोजा राधा भने के रहेछ त अपुग हुनु अर्को के छ छारेरुल छिखिदा लाइनको पालना गर्नु हो लाइनको के गर्नु पालना गर्नु लाइनको पालना गर्नु अनि अर्को छुङबुन हादा भनेको प्रशस्त हुनु पर्याप्त हुनु हो प्रशस्त हुनु अब हेर्नुहोस् है के रहेछ त हामीलाई चाहिएको छ के को बारेमा चाहिएको छ त सेचिगिरुल हादाको फान्दै माल चाहिएको छ सेचिगिरुल हादा भने के गर्नु लाइन मिच्नु हो हामी नेपाली जस्तो हुनु भने नि हैन हामीले यो लाइन मिच्ने सवालमा त हामीलाई दुनियाँमा हामीलाई कसैले जित्नै सक्दैन सक्छ त सक्दैन नि है यसो गयो नचिनेको मान्छेलाई पनि ओहो दाइ अनि घर कहाँ हो ए त्यहाँ त मेरो फलानु मान्छे थियो नि तपाईँ फलानुको आफन्त जस्तो लाग्यो भन्यो गफसफ लाग्यो यो समात्नुहोस् त भन्यो एकछिन उतातिर आयो अरू मान्छेलाई त्यहीँको जस्तो लाग्यो अनि त्यहीँ घुस्री थियो दाइ अगाडि बढ्नु छ न दाइलाई अगाडि राख आऊ पछाडि बढ्दै होइन हाम्रो त्यो बानी हुन्छ नि होइन लाइन मिच्ने कुरामा त नेपालीले विश्वलाई जितिन्छ फेरि है भनेपछि के रहेछ त सेचिगिरुल हादाको फान्दै माल चाहियो हामीलाई यहाँ लाइन मिच्ने कसले जित्छ भन्ने कुरा भन्दा नि भनेपछि एन्सर कुन हुँदो रहेछ त छारेरुल छिखिदा के गर्नु सिटको अर्थात् के सरी लाइनको पालना गर्नु अब हामी अर्को गयौँ थाउम सल्म्याङ्गे थिहान सल्म्याङ्गे मान्नुन गसुन खोरुसेप्सियो भनेको छ हो दिएको व्याख्यासँग त्यो व्याख्यासँग मिल्ने खालको कुरा छान भन्छ यो ग्राफमा ग्राफ भनेको एउटा व्याख्या हो नि त होइन यसको मिल्ने कुरा छान भनेको छ अब यहाँनिर तपाईँले कसरी थाहा पाउने भने हेवै भने निलो भनेको के हो त हेवै रहेछ यो जति सबै विदेशमा भ्रमण गर्ने हेवै हेङ गर्ने रहेछन् है अनि अर्को यो सुन्तला कलरको भनेको के रहेछ यो खुङ्गे देशभित्र भ्रमण गर्ने रहेछन् अब हेर्नुहोस् 2014, 13, 12, 11 यसरी के दिएको छ यहाँनिर 4 वर्षको खुङ्गे हेङ्जा र हेवै हेङ्जाहरूको फ्युल देखाएको छ अनुपात देखाएको छ है अब यहाँ हेर्नुहोस् के छ इसन सिबइन्यने 2012 सालको खुङ्ने यहेङ्जा सुगा स्वदेशभित्र भ्रमण गर्ने संख्या हो आन्तरिक पर्यटकको संख्या भन्ने यसले हो खुङ्ने यहेङ्जा भनेको त आन्तरिक पर्यटक सु भनेको संख्या आन्तरिक पर्यटक संख्या चाहिँ के रहेछ त यी छन् सिबिल न्यने 2012
11 सालको थुबेइम्निदा 2 गुना छ भने चाहिँ हेर्नु पर्यो चाहिँ खुङ्ने हेङ्जा हेर्नु पर्यो भन्ने बित्तिकै हामीले केमा हेर्नु पर्यो सुन्तला कलरलाई हेर्नु पर्यो र कतिलाई हेर्नु पर्यो 2011 र 12 लाई हेर्नु पर्यो हेर्नुस् है 11 को यसलाई हेर्नु पर्यो र 12 को पनि यसलाई हेर्नु पर्यो भन्छ कि अब यो चाहिँ यसको 2012 को आन्तरिक पर्यटकको संख्या चाहिँ 11 को 2 गुना छ रे यसको इन्टु 2 बराबर चाहिँ यो छ रे इन्टु 2 बराबर यो छ रे छ र छैन नि त अझ कम छ अनि इन्टु 2 बराबर हुन्छ त भएन ल अब अर्को हेर्नुस् के छ इसन 2014년에 2013 साल भन्दा 2014 सालमा हेवै हेङ्गुल थमानी खासुमिदा विदेशतिर भ्रमण चाहिँ अझ धेरै गए रे हो हेवै भन्ने बित्तिकै हामी यो हेर्नु पर्यो र 2013 र 14 लाई हेर्नु पर्यो 13 र 14 लाई यसलाई हेर्नु पर्यो के भन्छ 2013 सालमा भन्दा 13 मा भन्दा 2014 सालमा 14 मा चाहिँ हेवै हेङ्गुल विदेशतिर भ्रमण थमानी खासुमिदा यो हेर्दाखेरि यो र यसो हेर्दाखेरि यो इज ग्रेटर देन त्यो छ रे छ 2013 इज ग्रेटर देन 2014 छ रे छ नि त देख्यो नि हैन देख्यो भनेपछि अब यो मिल्यो यो त मिल्दो रहेछ अब अर्को हेर्नुस् है खुङ्ने यहेङ्गुल हानुन सारामन स्वदेशतिर अथवा स्वदेशमा भ्रमण गर्ने स्वदेशी पर्यटन गर्ने मानिसहरू चाहिँ हेमादा हरेक वर्ष नुरनागो सुविधा वृद्धि भएका छन् रे छन् त ल हेर्नुस् कहाँ त खुङ्ने भनेको यो भन्दा यहाँ घट्यो यहाँ बढ्यो फेरि घट्यो भनेपछि बढ घट भयो नि त भनेपछि त्यो हेमादा थोरै मात्र होइन बढ्दै गयो त त्यो भन्दा गएन छ भनेपछि यो पनि मिलेछ त मिलेन छ अब इसन 2013 सालमा चाहिँ हेवै यहेङ्जा सुगा विदेशतिर भ्रमण गर्ने मानिसहरूको संख्या खुङ्ने यहेङ्जा सुफोदा छच्ची अनुसन्धा अझै कम भन्ने छैन रे हेर्नुस् है 2013 मा हेवैमा हो विदेशमा 2013 को विदेशमा भ्रमण गर्नेहरूको संख्या चाहिँ खुङ्ने यहेङ्जा भनेको स्वदेशमा भ्रमण गर्ने संख्या भन्दा 23 सालमा स्वदेशमा भ्रमण गर्ने मान्छेहरूको संख्या भन्दा कम छैन रे कम छैन कि कम छ भनेपछि यो पनि मिल्यो त यो पनि मिलेन छ भनेपछि मिल्ने चाहिँ कुन रहेछ त 2 नम्बर नै रहेछ ल अब हामी 11 मा हेरौँ हेर्नुहोस् है के रहेछ तिमीले किन खेलेको त के रहेछ हेर्नुहोस् त फिन्काने आल्माजुन गसुल खोरुसिच्यो खाली ठाउँमा मिल्ने शब्द छान्नुहोस् भनेर भनेको छ के रहेछ हेर्नुहोस् है सबभन्दा पहिला अप्सन हेरौँ खोछिम्यन मर्मत गर्यो भने अर्को खोचिरहेको मर्मत गर्ने विचारले हो अनि खोचिर मर्मत गर्न अनि अर्को छ त खोची जा माजा मर्मत गर्ने बित्तिकै हो अथवा मर्मत गर्ने कार्य सकाउने बित्तिकै जा माजा भनेको ने बित्तिकै भनेर हामीले पढाएको छ नि हैन जा माजा भनेको के हो त ने बित्तिकै म्यान उमेन भनेको यो भने यगो उर्यागो भनेको ने विचार छ भने के छ ने विचारले अनि के छ र उरा भनेको न र अरु के छ त फेरि जा माजा भनेको ने बित्तिकै ल अब हेर्नुस् के रहेछ साजाङ निम केस साहुजीले है साजाङ निम केस साहुजीले मारान इरी बताउनु भएको काम हो मारान इरी हान भनेको के त पास्ट हेर्नुस् है के छ यहाँ मारान मारादाको मारान काम बताउनु भएको कुरा गर्नु भएको अथवा बताउनु भएको इरी काम चाहिँ भानन्दै धेरै छ अर्थात् धेरै भएकोले भन्न नि पाइयो यहाँनिर हो मानन्दै धेरै भएकोले होजने नुन बिहानमा चाहिँ छाङबिरुल उपकरणहरूलाई डट 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 फारुन इरुल हेसुमिदा डट 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 अर्को काम गरे के गरे त बिहान चाहिँ उपकरणहरूलाई मर्मत गर्यो भने भयो मर्मत गर्ने विचारले भयो कि जस्तो नि लाग्यो नि हैन अनि मर्मत गर्न भयो अनि मर्मत गर्ने बित्तिकै भयो भनेपछि हो
बिहान चाहिँ मर्मत गर्ने विचारले अनि अर्को काम गरे भने कहिले गरे त अर्को काम चाहिँ कहिले गर्ने काम छ भनेपछि बिहान चाहिँ त्यो छाङ्बी उपकरणहरूलाई के गर्ने बित्तिकै त मर्मत गर्ने बित्तिकै फेरि अर्को काममा गइहाले भनेकै यो चाहिँ त्यसरी बुझ्नु या त हो कि जस्तो नि लाग्छ नि नेपाली भाषामा त बिहान चाहिँ त्यो मेसिन मर्मत गर्ने विचारले अर्को काम गरे हामी त भन्छौँ नि होइन भने कहिले गरे त अर्को काम छ अनि बिहानै अर्को गर्ने विचारले त्यो अनि कहिले चाहिँ बिहान भन्दा राति गरेर त अर्को काम चाहिँ गरेन नि त भनेपछि के हुने हो त एन्सर चाहिँ भने यो कन्डिसनलाई पनि बुझ्न पर्ने भयो है कन्डिसनलाई पनि बुझ्नुपर्छ खरेछ यहाँ के भएको भए हुन्थ्यो ओ जनेनुन भनेको ठाउँ ओ हु ए नुन हेर यहाँ फेरि ओ जनेनुन भनेको ठाउँमा ओ हु ए नुन दिउँसा चाहिँ खजाङ नान बिग्रिएका छाङबिरोल खचिरियगो मर्मत गर्ने विचारले हो जनेनुन बिहानमा चाहिँ थारन छागोबोल हेस्सयो अरू काम गरे भने भए चाहिँ रियगो उरियगो हुन्थ्यो नि त तर यहाँ त्यस्तो छ त छैन नि त भनेपछि यो मिल्छ त मिल्ने कुन रहेछ त जा माजा रहेछ भन्ने कुरालाई इच्ची मास्यो नबिर्सिनुहोस् बुझ्नुभयो सजिलो हो नि तर सजिलो हुँदा नि हामी धेरै जान्ने भएपछि बिग्रिन्छ नजान्नेवालालाई त नेबित्तिकै हानिदिइहाल्छ नि यो विचारले हो नगर्यो हामी अलि धेरै जान्ने भएपछि हामी बिगार्छौँ क्या फेरि है ग्रामर बिगार्ने चाहिँ धेरै जान्ने भएर हो क्या साँच्चै नलाट्यो भने मैले अरू बिगार्ने चाहिँ नजान्ने भएर ग्रामर बिगार्ने चाहिँ धेरै जान्ने भएर किन धेरै क्लजहरू थाहा भएपछि त न त्यो पनि हो कि त्यो पनि हो कि भन्ने हुन्छ नि त होइन भनेपछि त्यही भएर ग्रामरलाई जति चाहिन्छ त्यति पढ्ने इपिएसलाई जति चाहिन्छ त्यति मात्रै पढ्ने बानी गर्नुपर्छ है ल अब अर्को हेरौँ 12 नम्बरमा के रहेछ हेर त 12 नम्बरमा ख्वाइल भनेको फलफुल छेसो भनेको साग सब्जी उम्न्यो भनेको पेय पदार्थ उम्सिक भनेको खाने कुरा ल है त खाउरेनोन खाउलमा चाहिँ अर्थात् शरद ऋतुमा चाहिँ शरद खाउल भन्ने बित्तिकै नयाँ फलफुल र नयाँ अन्नबालीहरूलाई भित्राउने सिजन हो नि त त्यो होइन त्यो भनेको किसानहरूको खुसीको समय हो है खाउरेनोन यो शरद ऋतुमा चाहिँ मासिन्नुन स्वादिला मिठा मिठा हो डट 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 हिगा मानसुमिला डट डट धेरै हुन्छ के धेरै हुन्छ त उम्सिक ख्वाइल उम्न्यो छेसो कुन त अहिलेसम्ममा त ख्वाइल पनि उम्सिक पनि बनायो भने उम्सिक पनि हुन्छ होइन छेसो पनि त हुन्छ सागसब्जी पनि होइन अहिलेसम्म हेर्दा त्यही ठिक छ तर पछाडि हेरौँ अब के रहेछ त छनन म चाहिँ थुकी विशेष गरी सागा वा फेरोल आज छोआम्निदा सागा स्याउ र फे नास्पतिलाई एकदमै मन पराउँछु अब फेरि सागा भनेको माफी र फे भनेको पेटलाई ज्यादै मन पराउँछ भनेर भयो हो नि त मिनिङ त त्यो पनि होइन सागा भनेको माफी छमा पनि हो फे भनेको पेट पनि हो पानी जहाज पनि हो त्यतातिर लागेर भयो त भएन नि के हो त यो सागा भनेको स्याउ फे भनेको नास्पतिलाई ज्यादै मन पराउँछु भने के रहेछ त ख्वाइल रहेछ नि त है के रहेछ ख्वाइल रहेछ मासिनुन ख्वाइरी मानसुम्निदा अब यहाँनिर तल हेर्नुहोस् नर्पसुम्निदा भनेको के छ त फराकिलो छ होइन अनि फापुर्मिदा भनेको व्यस्त छ मसिसुमिदा भनेको ह्यान्डसम छ युम्याङआम्निदा भनेको प्रसिद्ध छ हो अब माथि हेरौँ न तोङदेमुनुन हो तोङदेमुन चाहिँ तोङदेमुन भनेको के हो यो एउटा बजारको नाम हो मान्छे कोरिया पुगेपछि त्यो तोङदेमुन बजारमा नगइकन कोही पनि फर्किन्न क्या तोङदेमुन भनेको सौलमा पर्छ होइन सौलको 3 नम्बर चाहिँ एक्जिटबाट निस्केर यसो गइसकेपछि त्यहाँ नजिकै पर्छ होइन त्यो तोङदेमुन भनेको चाहिँ उनीहरूको विदेशी भएर फोकस गरेको बजार हो क्या विशेष गरी है तोङदेमुन सिजामुन तोङदेमुन बजार चाहिँ सागो छोउन मुल्कनी सागो सस्तो र छोउन भनेको राम्रा मुल्कनी माङ्गिरो धेरै हुने भएर यहाँ चाहिँ खिरो भनेको हुने गरी भने चाहिँ है त धेरै हुने भएर यहाँ चाहिँ खिरो भनेको है त माङ्गिरो धेरै हुने भएर डट 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 छ है अब पछाडि खरेछ त्यसैले
होइगोक सारामदुल्दो विदेशी मानिसहरू पनि मानिस छासुमिदा धेरै जान्छन् है खोज्छन् होइन हामीले फेरि स्थान मैले अस्ति पढाउँदा नि भने नि स्थानको पछाडि छाता आयो भने खोज्छन् होइन जान्छन् भनेको छाजा खामिदा भनेको जान्छन् घुम्न जान्छन् भन्ने अझ छाजा खामिदालाई त हो बुझ्यो भनेको के रहेछ त धेरै त्यहाँ जाने गर्छन् भनेको है अब के भएर रहेछ त्यसो भन्दाखेरि के त्यो नवसुमिदा एकदम फराकिलो भएर हो त अनि त्यसो भन्दाखेरि थापुमिदा व्यस्त भएर हो त होइन अनि मसिसमिदा ह्यान्डसम भएर हो त त्यो पनि होइन अनि युमेन हामिदा प्रसिद्ध भएर चाहिँ हो मसिसमिदा त म जस्तै भएको क्या हेर न होइन सलक्क परेको ह्यान्डसम नि लाग्दैन तिमीहरूलाई राजुलाई लागेको छ नि त होइन त्यति पछि भइगयो ल अब हामी अर्को हेरौँ 14 नम्बरलाई हेरौँ के रहेछ त खोजीमान यो चाहिँ मैले तिमीहरूलाई दिन्छु भनेर हालेको छैन यो कसलाई दिन्छु मैले भने यहाँ मध्ये म भन त ल कसले भन्छ म भन त यो गर्नलाई को म खै ल यो चाहिँ नि यहाँबाट यो आजुममा गाह्रो भइछ ल गाह्रो भइछ नि यहाँ छ नि त यहाँ के अरे हाम्रो अस्मिता त्यत्तिकै आएर मिलिङ छागबुल हानुन्दे मिलिङको काम गरेको छाम्सी हानुनुल एकैछिन मात्र आँखालाई चाहिँ डर छाङ्गाबी खल्य सुन्निदा पन्जा होइन पन्जा चाहिँ खोले खुनिन नालपन सुन्निदा झन्डैले चोट लागेको एकछिन छ फास त्यस पछाडि यो मानन्दको बात हुन्छ है बाइ तिमी झुक्यौ बसा तिमी यो मैले तँलाई दिएँ अब भने ल मानन्दलाई भन्ले फौजी कहाँ हो सर यो सम्बन्ध फौजीमान हेरे तापनि फास हेरेर फारस त्यो पनि हेरेर फाल्जीमान हेरे तापनि मिलिङ छागबुल भनेको मिलिङको काम चाहिँ हानुन्दे गर्ने बेला छाम्सी एकैछिन हानुनुल आँखा डर छाङ्गाबी खल्य सुम्लिँदा पन्जा अल्झिन्छ खल्स सुम्लिँदा खुनिल नालपन हेर्छयो झन्डैले बर्बाद भएन यसमा चाहिँ हानुनुल फारस हुन्छ ल यो प्रश्न चाहिँ अलि बढी के होला भनेर धेरैले बिगारेको प्रश्न छ है त हो यो एकचोटि हेरौँ है यो हामीले पढेको पढेको छ हान्नुल फाल्मेन हान्दै हो त्यो भने के एकैछिन मात्र अर्कोतिर ध्यान लगायो भने वा आँखा अर्कोतिर एकैछिन मात्र लग्यो भने पनि हुँदैन हो केमा पढायो हामीले फुरेस छागबको बारेमा पढ्दाखेरि फुरेसु छागबोल हाल्तेनन् छाम्सीमान एकैछिन मात्र हान्नुल फाल्मियन आँखा झिमिक्क अर्कोतिर गऱ्यो भने खनिल नआयो बर्बाद हुन्छ भनेर पढायो होइन त्यहीँबाट आएको हो नि त यो हान्नुल फाल्दाबाट आएको हो कि कहाँबाट आएको यो हान्नुल फाल्दा भनेको ध्यान अर्कोतिर लगाउनु है अब यहाँनिर हेर्नुहोस् के छ मिलिङ छागबुल मिलिङको काम हानन्दे गर्ने बेलामा हो अर्थात् मिलिङको
काम गर्दा 참시 एकैछिन 한눈을 एकैछिन मात्र आँखालाई डट 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 के रहेछ त 장갑이 걸렸습니다. पन्जा के भयो त अल्झियो पन्जा अल्झियो खुनिल नाल पनि हेस्सम्निदा झन्डै बर्बादी भएको हो त होइन झन्नै चाहिँ बर्बाद भएको झन्नै ठुलै बर्बाद भएको भनेर भन्छ। अब यहाँनिर छ खोजीमान जीमान भने के हामीले जीमान त्यसभन्दा पछि दरादो त्यसमा आदो अदो हो पढे होइन हामीले यो दुईटा हुने बित्तिकै त थुङ्सा छ नि लाग्यो नि त नउन नुन गिमे तर तिमीहरू थुङ्सासँग नुन गिमे मात्रै पढ्ने नउन गिमे पढ्नु पर्दैन। नउन गिमे चाहिँ ह्याङसँग त्यो यो इपिएसको यो लेभलमा होइन त्यो चाहिँ मास्लो लेभलमा आउँछ होइन यो नुन गिमे चाहिँ पढ्ने नउन गिमे चाहिँ ह्याङसँग लाएर आउने भयो त्यसले चाहिँ अलिक फरक अर्थ दिन्छ। फेरि तिमीहरूले पढ्नुपर्ने यो नुन गिमे पनि नुन गिमे भनेको अर्थ के अरे त यो भने यो पुरै पोजिटिभ नि नेगेटिभतिर जानै भएन नि हो। जस्तै उदाहरणको लागि चाहिँ के रहेछ त अल्फाहागोने खानिन घिमे हो अल्फा इन्स्टिट्युटमा गयो भने फ्याल्लिहान सिसरी मानायो सुविधाका सरसुविधाहरू कति छ छैन त यहाँ आयो भने युबिटी पनि छ त्यो नि छ उनी छ पैसै तिर्नु पर्दैन फेरि तिमीहरूले पर्छ त पर्दैन भनेपछि यी चिजहरू त धेरै छ नि त भनेको यस्तै एउटा काम गर्यो भने अर्को सहज हुन्छ। जस्तै छन फुसाने इरागे थाइनन गिमे अर्थात् फुसाने इर हानन गिमे मैले चाहिँ बुसानमा काम गर्ने भएँ भने छिन्गु मान्नाम लिँदा साथीलाई भेट्छु भयो भने भेट्छु भनेको त्यो एउटा गर्यो भने साथीलाई भेट्नलाई सहज हुन्छ क्या। यो पहिला चाहिँ खासमा यो टपिकको ग्रामर थियो होइन तर 22मा चाहिँ यो लाग्ने गरी होइन कि यो के अरे ऊ लाग्ने ठाउँमा चाहिँ दरादो लाग्ने ठाउँमा चाहिँ दरादो र नुन गिमे हाल्दियो क्या। दरादो पनि पहिला त पढ्नु पर्दैन थियो नि त दरादो पनि टपिकै ग्रामर थियो नि त पहिला होइन त्यही दरादो हाल्ने ठाउँमा के गर्थ्यो दरादोसँगको अप्सनमा नुन गिमे ल्याइदियो क्या हो। दरादो भनेको चाहिँ अगाडिको कुरालाई कुनै मतलबै नराख्ने त्यसको चासै छैन अगाडि जे भने यता भने दोस्रो एक्सन गर्ने कुरा हो नि त दरादो भनेको त एक्सनको कुरा नेगेटिभ भनेर नेगेटिभ हो त त्यो आदो अदो छ नि त नेगेटिभको लागि जिमान छ नि त नेगेटिभको लागि त दरादो भनेको त अगाडिको कुरालाई कुनै मतलब नराखी दोस्रो एक्सन गर्ने कुरा दरादो थियो हो। अनि यसले चाहिँ अगाडिको एक्सन गर्यो भने दोस्रो काम गर्नलाई सजिलो हुने हो फ्याल्ली हामीलाई सुयुक्तलाई जनाउँछ भनेर जनाउँछ कि नुन गिमे भने चाहिँ त्यो आउन सक्छ याद गर्ने यस्तो ग्रामरहरू त्यो भएको कारणले अब यहाँनिर हामी कहाँनिर थियौँ अब हेर्नु यो जिमानको भन्दै गर्दाखेरि मैले त्यो भनेको छु खोजिमान भनेको त हेऱ्यो भने हो अर्थात् हेरे तापनि के रहेछ त हेरे तापनि अर्को फासा भनेको हेरेर हो अर्को रहेछ त फारासा भनेको विकेन्द्रित गरेर हो अनि अर्को चाहिँ के रहेछ फाल्जिमान विकेन्द्रित गरे तापनि अब एन्सर त थाहा पाइसक्यो तिमीहरूले होइन के भने त हेर त के रहेछ त मिलिङ छागाबुल हानन्दे मिलिङको काम गर्ने बेलामा के रहेछ त छाम्सी एकैछिन मात्र हान्नुरुन भने हान्नुनुल भनेको त आँखालाई अर्थात् ध्यानलाई यहाँ चाहिँ हान्नुन भनेको चाहिँ हान्नुन भनेर के भने त ध्यान भनेर बुझ्ने क्या ध्यान है एक चाहिँ के गरेछ छाम्सी एकैछिन हान्नुनुल ध्यानलाई के गरेको त चाहिँ फाल्जीमान विकेन्द्रित गरे तापनि मिल्छ। अब यहाँ पछाडितिर चाहिँ नेगेटिभ छ त पछाडि ठिकै भयो भन्ने छ त होइन आँखा अर्को लाँदाखेरि पनि हुने दुर्घटना नभइदिएको थियो भने पो हुन्थ्यो त तर दुर्घटना त पन्जा त अल्झिहाल्यो नि होइन भनेको त हान्नुनल फारासा भनेको ध्यानलाई विकेन्द्रित गरेर छाङ्गाबी खल्योसयो पन्जा अल्झियो एकैछिन मात्रै आँखा अर्कोतिर लगाएको थिएँ वा ध्यान विकेन्द्रित गरेको थिएँ पन्जा के भयो त अल्झियो खनि लालपन हेस्सुम्बा झन्डै बर्बाद भएको भन्छ हो भनेपछि एन्सर कुन रहेछ त हान्नुन फारासा रहेछ किन भन्ने कुरा थाहा पाइयो नि होइन थाहा पाइयो नि यहाँ फोदा भएर लाग्ने रहेछ त नुन आँखा देख्ने बित्तिकै हामी त फेरि हेर्नु भन्छौँ नि त त्यस्तो हो रहेछ त त्यो युवान फियोन राखेकै त्यही भएर त हो नि तिमीहरू त्यसको मतलब गर्दा नि त्यो धेरै ठाउँमा आउँछ क्या त्यसबाट सम्बन्धित एउटा प्रश्न आउँछ क्या तिमीहरूलाई इपिएसमा ढुक्क भएर बस्छ त्यो सबै 60वटा लेसनमा 60वटै छ नि त त्यो 60वटै कन्ठ चाहिँ गर्ने मैले भनिदिएको छु नि त प्रत्येक लेसनमा भन्ने गरेको छ नि त होइन त्यसको उदाहरण अझ त्यहाँभन्दा बाहिरी उदाहरण दिएर भन्ने गरेको छ त्यो कुरा तिमीहरूले चाहिँ के गर्नुपर्छ गर्नु पर्यो। अब हामी 15मा जाउँ 15मा के रहेछ हेर्नुहोस् त
यन्जाङ हार्यको यन्जाङ हार्दा भने के गर्नु थप गर्ने विचारले हो हेजी हार्यको हो के गर्ने विचारले रद्द गर्ने विचारले वा हटाउने विचारले हैन अर्को छ त छुइसो हार्यको भनेको रद्द वा के गर्ने त्यसलाई चाहिँ मेटाउने विचारले छुइसो हार्दा भने चाहिँ के गर्नु मेटाउनु हो अनि के छ अर्को चाहिँ माल्यो हार्यको भनेको सम्पन्न गर्ने विचारले वा सकाउने विचारले है अब यहाँ हेर्नुस् छनन् म चाहिँ यी हेसाए यो कम्पनीमा खेसोक लगातार इरागो सिप्सुमिदा काम गर्न चाहन्छु म चाहिँ यो कम्पनीमा लगातार के गर्न चाहन्छु काम गर्न चाहन्छु खुरै छ त्यसैले खल्लो खेयागी श्रम सम्झौता कन्नागी जाने सकिनु भन्दा अघि कन्नागी जाने सकिनु भन्दा अघि हाम्निदा डट हाम्निदा के गर्छ त म चाहिँ यो कम्पनीमा लगातार काम गर्न चाहन्छु त्यसैले श्रम सम्झौता सकिनु भन्दा अघि डट अरे डट भने के त यन्जाङ हारेको हाम्निदा के गर्न चाहन्छु थप गर्न चाहन्छु हो यन्जाङ हारेको हाम्निदा थप गर्न चाहन्छु अब अरु कुन छ हेजी हारेको भनेको रद्द गर्न क्यान्सल गर्न चाहन्छु रे हो त हैन नि त अनि के छ अर्को छुइसो हारेको भनेको मेटाउन चाहन्छ रे हो त त्यो पनि हैन नि त अनि अर्को के छ त माल्यो हारेको समापन सकाउन चाहन्छ रे हो त सकाउन होइन नि त थप्न चाहन्छ नि उसले भनेपछि एन्सर कुन रहेछ 1 नम्बर रहेछ अब हेर्नुस् छुङ्गा हाम्यन्स छुङ्गा हादा थप गर्नु हो के गर्नु त छुङ्गा हाम्यन्स भनेको थपिँदै गएर वृद्धि हुँदै गएर है अर्कै छ खाम्सो हाम्यन्स कटौती गर्दै गएर घट्दै गएर खाम्सो आधा भने कटौती गर्नु वा घट्नु हो छुङ्गा आधाको फान्दै माल हैन छुङ्गा आधाको फान्दै माल के त खाम्सो आधा हो बढ्नुको घट्नु अनि अर्कै छ त छुङ्गा हागो बढेको र अनि खाम्सो हागो घटेको र है अब यहाँ हेर्नु त छैगुने नोन आज भोलि चाहिँ छैगुन भने कहिले आज भोलि चाहिँ इरिन खागुगा एकल परिवार इरिन खागु भनेको एकजनाको परिवार भने हैन के एकल परिवार एकजनाको परिवार भनेको श्रीमान श्रीमती छोरा छोरी भयो भने त्यो छैन भने त्यो पनि छैन हैन त्यस्ताहरुलाई के भने इरिन खागु भने एकल परिवार चाहिँ डट हाक्यो ना छिक्चा खुन्छए विद्यालय वा कार्यस्थलको नजिकै ओल्नुम वा के माता अफिस टेलमा सानन सलमुन बसोबास गर्ने जवान सारमदुरी मिल्गो सुविधा वृद्धि हुँदै गएको छ भनेपछि अब यसले के रहेछ आजभोलि चाहिँ एकल परिवार चाहिँ के भएर त छुङ्गा हाम्यान सकी खाम्सो हाम्यान सकी छुङ्गा हागो कि खाम्सो हागो त हो के छ त दुईटा काम सँगै भयो नि हो के भयो दुईटा काम सँगै एउटा एकल परिवार हुने मान्छेहरुको संख्या बढ्दै गयो अर्को विद्यालय वा कहाँ त फेरि चाहिँ काम गर्ने ठाउँमा बस्ने मान्छेहरुको संख्या पनि के हुँदै गयो त बढ्दै गयो दुईटा काम एकै रेशियोमा भयो हो यतातिर घट्दै उतातिर चाहिँ काम नहुने हो त अथवा यतातिर बढ्दै उता नहुने एउटा मात्र काम भएको भए त हामीले मेन्सो लाउन पाइन्छ त पाइन्छ दुईटा कामलाई एउटै पार्लर रेखामा भयो क्या हो पार्लर रेखा भने के त समानान्तर यतातिर मान्छेहरु बढ्दै गए कस्ता मान्छेहरु बढ्दै गए एकल परिवारमा बस्ने मान्छेहरुको संख्या बढ्दै गयो तिनै मान्छेहरु कहाँ गएर बस्न थाले त फेरि विद्यालय वा कहाँको त कार्यस्थलको चाहिँ नजिकै वनलुम वा अफिस टेलमा बस्न थाले अब हेरौँ न अरु के रहेछ कि ठाउँ सल्म्यङे दिएको व्याख्यामा आल्माजन औइरुल खरुसिप्सियो मिल्ने सजिलो छ नि यो त एकदमै सजिलो छ के रहेछ हेर त छङबिसा भनेको छ मर्मतकर्ता वा के त मिस्त्री मेकानिक भनेको है छङबिसा भनेको अनि अर्को उन्जनसा भनेको ड्राइभर हो अनि खिसुल्जा भनेको यो पनि मेकानिक वा के त खिसुल भएको मान्छे हो सिपयुक्त मान्छे त्यो पनि के भयो त मेकानिक नै भयो काम जान्ने मान्छे भनौं न हैन अनि अर्को के छ त योरिसा भनेको कुक वा भान्से अब माछे हेरौँ न इल्बान जकुरो साधारणतया सुङयोङछा गाडी हो सुङयोङछा भने के त साना साना भेहिकल्स गाडीहरु कारहरु हो अथवा प्राइभेट गाडीहरु भनौँ यसलाई हैन अर्को छ त ट्याक्सी भनेको ट्याक्सी भइहाल्यो फसु भनेको बस ट्रक भनेको ट्रक दुङे आदिको अनि के रहेछ त छार्याङुल उन्जन हाम्य जस्ता केलाई त गाडीहरुलाई छार्याङ भनेको गाडीहरुलाई के गरे त उन्जन हाम्य
चलाउने र उन्जन हामे भनेको चलाउने र सुङ्गेकिना यात्रु वा वामुरुल सामानहरूलाई वामुल भनेको त सामानहरूलाई के गर्ने त अन्जन हागे सुरक्षितसँग बोक्चक्सी काजी गन्तव्य स्थलसम्म कहाँसम्म गन्तव्य स्थलसम्म उन्सोङ हानोन पुर्याउने लैजाने उन्सोङ आदा भनेको साधनद्वारा लैजाने पढेको छ नि होइन हो लैजाने काम गर्दछ पुर्याउने काम गर्दछ अरे कसले गाडी चलाउँछ अरे ट्रक चलाउँछ अरे बस चलाउँछ अरे यात्रुलाई र सामानहरूलाई उसको गन्तव्य स्थलसम्म पुर्याइदिन्छ अरे कसले त हो त्यो छङ्बिसाले हो त मर्मतकर्ताले हो त कसले त त्यसो भने उन्जनसाले हो नि त ड्राइभरले लग्ने हो नि त त्यति काम कसले गर्छ ड्राइभरले गर्छ उन्जनसाले गर्छ बुझ्नुभयो ल त्यसो हो भने अब तल्लो झन् सजिलो छ के रहेछ हेर्नुहोस् त एसुल मुनुहा भनेको छ कला संस्कृति भनेको एसुल भनेको कला एसुल मुनुहा भनेको रहेछ त कला संस्कृति अनि हैसिक मुनुहा भनेको छ कम्पनी पार्टीको संस्कृति हो अर्को छ छङसिन मुनुहा भनेको मनोगत संस्कृति भन्नेलाई मनोगत मनोवैज्ञानिक वा मनोगत भन्ने मनोवैज्ञानिक संस्कृति हो अर्को छासिक मुनुवा भनेको भुइँमा बसेर खाना खाने संस्कृति भुइँमा बसेर के गर्ने त खाना खाने वा जीवनयापन गर्ने संस्कृति खाना खाने मात्रै होइन बस्ने भुइँमै सुत्ने अथवा जीवनयापन गर्ने वा भुइँमा बसेर खाना खाने संस्कृति के हुन्छ छासिक मुनुवा भनेर पढायो नि हामीले होइन त्यसैको बारेमा छ ल अब हेरौँ के रहेछ फाङ्गोकुन कोरिया चाहिँ फादाके हान्जा छ भुइँमा बसेर सेङ्गल हानोन जीवनयापन गर्ने छासिक मुनुवागा फाल्दाल हे सुम्लिदा भुइँमा बस्ने संस्कृतिको विकास भएको थियो त्यो बेला है अहिले हो त ऊ बेलामा यरो बुद्ध हो नि त त्यो त यरो भने के विगतदेखि कहिले हो कहिले प्राचीन कालदेखि है अनि के छ त छासिक स्याङहल फाङ्सी एसनुन छासिक भुइँमा बसेर जीवनयापन गर्ने फाङ्सिक शैली वा तरिकामा चाहिँ के रहेछ तरिका चाहिँ उइजा थेसिन कुर्सीको सट्टामा थेसिन फाङसकिना भनेको कोठाको भुइँ भन्न खोजेको हो कोठाभित्रको भुइँ फाङसकिना छाथाकुल सायङ फाङसकिना छाथाकुल भने कोठाको भुइँको म्याट्रिक्स भन्नेलाई टिआरई म्याट्रेस थाहा छ नि होइन यसलाई यसरी लेखेँ है त इङ्ग्लिस अलि मिलेन जस्तो लाग्यो है म्याट्रेस इङ्ग्लिस चाहिँ अलि मिलेन जस्तो लाग्यो स्पेलिङ है म्याट्रेस वा छाथाकुल भनेको पिर्का भने क्या नेपालीमा पिर्का काठको पिर्का हुन्छ नि होइन त्यसलाई चाहिँ छथाक भन्ने पिर्कामा बसेर खान्थ्यो नि तिमीहरूले बस्दैन थियो त यो फाङसक भनेको चाहिँ नेपाली गाउँको अर्थमा गुन्द्री सहरमा आसी त्यो म्याट्रेस हो होइन अनि यो छथाक भनेको चाहिँ के रहेछ त फेरि पिर्का काठको फल्याक बिछाएको फल्याक है फल्याकलाई प्रयोग गरेर फादाके आन्जा भुइँमा बसेर शिक्षा गर्न खानेकुरा खाने वा सेङ्गल हानुन गसी जीवनयापन गर्ने कुरालाई इल्वान जकिमिदा साधारण रूपमा बताउँछ भनेपछि यो के को बारेमा भने थियो हो भुइँमा बसेर जीवनयापन गर्ने बारेको यति लामो ग्राफ होइन त के अरे यो चाहिँ प्याराग्राफ होइन त भनेपछि एन्सर कुन रहेछ त छासिक मुनुवा इमिदा साबन इमिदा छ समय नै सकिन लाग्यो अब धेरै हतार गर्नु के अरे ढिला गर्नु हुँदैन अलि हतारै गर्नुपर्छ अर्को विद्यार्थी कुरिसकेका छन् कति बज्यो मात्रै 13 भयो भनेपछि अनि 3:30 त अर्को छ नि त ल हेरौँ यो सजिलो छ के भन्छ यो मिल्ने कुरा के हो भनेको छ है अब यो सजिलो छ नि यहीँ मात्रै हेर्दा नि कति तिमीले एन्सर थाहा पाइसक्छौ के रहेछ हेर त खन सिरेगिनोन ठुला फोरहरू चाहिँ के रहेछ त उइर्यु कपडा सुगामे कपडाको सङ्कलन बाकसमा फरिम्यान थेन्दिदा हो त होइन हाम्रो हनौतहरू पो त्यस्तो भने त हो थाम्यो हनो सिन्बाल दुङ्गुल आदिलाई चाहिँ हामीले उइर्यु सुगामे फराइ हामीदा भनेर पढायो होइन यो मिल्यो त
मिलेन नि त। अब अर्को हेरौँ, अहिलेसम्म फेरि न त्यहाँ माथि मिल्ने भनेको छ कि हरफ त पढाएन नि त हामीले, हरफमा मिलायो नि हुन सक्यो, अहिलेसम्म मिलेन भनौँ है। अर्को इल्बान सुरेगिनुन साधारण फोहोरहरू चाहिँ छङेजिङ फोङथुए न अस फरेया भनेर तोकिएकै थैलोमा राखेर फ्याँक्नुपर्छ अरे हो नि त है। त्यो त अहिलेसम्म पढे अनुसार त त्यही हो। अब फेरि अर्को छ हेरौँ, उम्सिकमुल सुरेगिनुन खाद्य वस्तुजन्य फोहोरहरूलाई चाहिँ इल्बान सुरेगी वा साधारण फोहोरसँगै हाम्के सँगसँगै फरिँदा फ्याँकिन्छ त छैन नि त। त्यसको त चाहिँ केमा त फेरि हामीले उम्सिकमुल सुरेगी थोङ भनेर राखेको हुन्छ त्यसमा फ्याँक्ने, यदि त्यो छैन भने फेरि उम्सिकमुल सुरेगी फोङहरू किनेर लिएर त्यसमा चाहिँ के गरेर त मुलगिरुल छाल्पेको पानीहरूलाई राम्रोसँग निकालेर के गर्नुपर्छ फर्या हामीले भने होइन हामीले। यो मिल्यो त यो पनि मिलेन छ। अब अर्को के रहेछ हनोसोल हनोज थोत्रा कपडाहरूलाई चाहिँ फरिल्ते नुन फाल्ने बेलामा चाहिँ ठेकीमुल सुतिकरुल फुछ्या हामीदा काम नलाग्ने वस्तु हो भनेर भनेको स्टिकर टाक्नुपर्छ हो त। केलाई त त्यो चिज हो थेहङ सुरेगीहरूलाई ठुला फोहोरहरूलाई चाहिँ छुमिन सेन्टरमा गएर किनेर लिएर आएर अथवा इन्टरनेटबाट किनेर त्यो टाँसेर आफ्नै घर अगाडि फाल्नुपर्छ, फेरि अर्का घर अगाडि होइन भनेर पढायो नि त हामीले होइन। भनिसकेपछि यो पनि मिलेछ त मिलेन, अहिलेसम्म मिलेन। न यहाँ त न सबै मिलिने छन् कि हरफ त पढाएन नि होइन। ल हेरौँ त हाङ्गु केसनन सुरेगिरुल फरिल्ते कोरियामा चाहिँ फोहोरहरूलाई फ्याल्ने बेलामा छोङ्न्यु ए तारा प्रकार अनुसार फुल्लिएस छुट्याएर फरिल्दा फ्याँकिन्छ। मन्ज सुरुमा इल्बान सुरेगिनुन साधारण फोहोरहरू चाहिँ सुरेगी फोङथुए नस फोहोरको थैलोमा राखेर फरेया हामीदा फ्याँक्नु पर्छ। रिगो अनि उम्सिक मुरहोन अनि खाद्य वस्तुहरू चाहिँ खाद्य वस्तुका फोहोरहरू चाहिँ के गर्ने चाहिँ हेर्नुहोस् त उम्सिकमुल सुरेगी फोङथुए उम्सिकमुल सुरेगी फोङथुमा अर्थात् खाद्य वस्तुहरूका फोहोरहरू राख्ने थैलो भनेर भनेको सुरेगी फोङथुमा फामास भरेर फरेया हामीदा फ्याँक्नु पर्छ। छेक्सानिना टेलिभिजन वा खाची स्टोरी टेबल पढ्ने टेबल वा टेलिभिजन टिभी जस्ता के रहेछ त खन सुरेगिरुल ठुला फोहोरहरूलाई चाहिँ फरिल्ते फ्याँक्ने बेलामा फ्यगिमुल स्टिकरुल फेगिमुल भनेको काम नलाग्ने वस्तु अथवा बिग्रिएको वस्तु भनेको के त स्टिकरलाई चाहिँ फुच्छिन हो टाँसिसके पछाडि फरिगो फ्याँक्ने र हनोसिना थोत्रा कपडा वा सिम्बाल खाथुन जुत्ता जस्ता गसन कुरा चाहिँ उइरु सुगहामे हो उइरु कपडाहरू भनेर लेखिएको सुगहाम सङ्कलन बाकसमा फरिमिदा फ्याँकिन्छ अरे। अब कुन रहेछ बुझ्यो कुन रहेछ त 2 नम्बर रहेछ। माझिमा मुन्जे के रहेछ हेर त यो पनि के छ थाम खुरुलिलको न्याउङ्गा मान्दन गर्छन् खोर्सेप्से भनेको छ नि होइन। त्यो हरफ पढ्नुहोस् र मिल्ने कुरा छान्नुहोस् भनेको यहाँ के रहेछ भने खुङमिन यङ्गुमोन नागरिक पेन्सन चाहिँ नागरिक के हो पेनै आइरहन्छ नि त। खुङमिन यङ्गुमोन नागरिक पेन्सन चाहिँ के रहेछ त अत्तन साङ्थेका सिङ्गेदो जस्तो सुकै अवस्था है। यहाँ चाहिँ अत्तन भनेको कुनै भनेर भन्ने होइन के रहेछ त अत्तन जस्तो सुकै साङ्थेका सिङ्गेदो अवस्था आइपरे पनि के रहेछ त मेदाल हरेक महिना फोहम न्योरुल नापु हामीदा फोहम न्योरुल नापु हामीदा बिमाको प्रिमियम रकम हो अथवा बिमाको चाहिँ रकम नापु हामीदा भनेको भुक्तानी गर्नुपर्छ हो त होइन नि त। त्यो त हामीले पहिला पढे अनुसार नि होइन नि होइन। अब अर्को हेरौँ हाङ्गु केसनुन कोरियामा चाहिँ कति युक्सिप्से मानन हो भनेको 60 वर्षभन्दा धेरै भएका नुन छ नि होइन उन आइसक्यो नि त भएका पास्टमा भइसकेका केले त सिरप्चाधुरुन बेरोजगारहरूले सिरप्चा भनेको त बेरोजगारहरूले खुङमिन यङ्गुमे खाइभेया हुँदा नागरिक पेन्सनमा दर्ता गर्नुपर्छ हो त। त्यतिखेर त अब पाउने बेलामा दर्ता गरेर हुन्छ त भएन नि यो पनि मिल्यो त मिलेन। अब अर्को हेरौँ हाङ्गु केसनुन सालको हिन्नुन होइगु किन्दो कोरियामा बसोबास गरिरहेका विदेशीहरूले पनि हाङ्गुकिन छरम कोरियनहरू जत्तिकै खाइहाल सुविधा दर्ता गर्न सक्छन् नि त है। अनि के छ सोदुगुल छुङदान थैनुन सोदुक आए चाहिँ छुङदान थैनुन रोकिएका हो
आय हुन छोडेका भनेको हो आय हुन छोडेका वा आय रोकिएका सारामदुरी मानिसहरूले हिमुजकुरो अनिवार्य रूपमा कर्तव्यको रूपमा हो चाहिँ खङमिन यङ्गुमे खाइ पामिदा केमा त नागरिक पेन्सनमा दर्ता गर्छन् रे हो त अब आय नै छैन के लगेर हाल्ने र दर्ता गर्ने हैन चिज चाहियो नि पहिला त हैन अब यहाँ हेरौँ के रहेछ खङमिन यङ्गुमो नागरिक पेन्सन चाहिँ हाङ्गोके थेप्यो जकिन कोरियाको प्रमुख सावी फोजाङ छेदोए सामाजिक सुरक्षा प्रणाली मध्येको हाना इम्लिता एउटा हो खङमिन यङ्गुमोन नागरिक पेन्सन चाहिँ सदुकुल इसुल्ते आय भइन्जेलसम्म हो इसुल्ते हुने बेलामा हो आय हुने बेलामा अथवा आय स्रोत हुने बेलामा मेदाल हरेक महिना पोहम न्युरोल नाप्पु हागो प्रत्येक महिना बिमाको प्रिमियम रकमलाई चाहिँ भुक्तानी गर्ने र दाइका थुर गना उमेर पाको हुने उमेर बढी भइसकेको वा छाङ ए अपाङ्गता दुङ्रो आदिद्वारा अपाङ्गता हो उमेर ज्यादा भइसकेका वा अपाङ्गता भएकाहरूले चाहिँ सोदोगी छुङदान थयसुल्ते हो आय चाहिँ रोकिएका हो आय रोकिएका के कारणले त उमेर ज्यादा बढी भएर वा अपाङ्गता भएर के भएको आय रोकिएका यसुल्ते हुने बेलामा अथवा रोकिएको बेलामा चाहिँ खबेरुल फान्नुन छेदो इमिदा रकम पाउने प्रणाली हो अब आय छैन भनेदेखि गर्न नसक्ने भयो भनेदेखि चाहिँ त्यहाँबाट रकम पाउने एउटा के रहेछ त प्रणाली वा सिस्टम रहेछ हाङ्गोक एसनन कोरियामा चाहिँ युक्सिप्से मिमानुरोस 60 वर्ष भन्दा कम हो युक्सिप्से भनेको त 60 वर्ष भन्दा कम मिमान भनेको त भन्दा कम हो मिमानुरोस कम सोदोकी इन्नुन सारामन कम सम्मान 60 वर्ष भन्दा कम उमेरसम्म के भएका त सोदोकी इन्नुन सारामन आय भएका मान्छेहरूले हो आय इन्कम भएका मानिसहरूले चाहिँ उइमो जक्रो अनिवार्य रूपमा वा आफ्नो कर्तव्यको रूपमा दायित्वको रूपमा नै यसलाई के गर्नुपर्छ अरे त चाहिँ खुङमिन यङ्गुमे खाइ हे हामीरा नागरिक पेन्सनमा के गर्नुपर्छ दर्ता गर्नै पर्छ हाङ्गोके खजोहाको इन्डोन होइगु किन्दो कोरियामा बसोबास गरिरहेका विदेशीहरूले पनि हाङ्गुक इन वा थोङदुङ हादै समान गरी हो के रहेछ यो समान गरी वा थोङदुङ भनेको उस्तै गरी हो के रहेछ त कोरियनहरू जसै गरी खुङमिन यङ्गुमे खाइ भए हामीदा नागरिक पेन्सन बिमामा के गर्नुपर्छ त दर्ता गर्नुपर्छ तर यो विदेशी कामदारको हकमा जम्मा दुईवटा देशसँग मात्रै छ एउटा श्रीलङ्का अर्को कम्बोडिया या भियतनाम मध्ये एउटा छ है अरू कुनै देशहरूसँग छैन त्यो हामीहरूसँग छैन त्यो राज्यले पनि दिनुपर्छ क्या त्यो पैसा चाहिँ त्यो भएको कारणले गर्दाखेरि नेपाल सरकारसँग त्यसको सम्झौता छैन हामीले चाहिँ गर्नु पर्दैन नेपालीहरूले चाहिँ भनेपछि एन्सर कुन रहेछ त्यसो अब यो के रहेछ त हाङ्गोके छ सालको इन्डोन होइगु किन्दो हाङ्गो किन्छरम खाइ भाल्छु ल खाम्सामिता